नमस्कार तपाईँको यो नमस्कार म मणिराज घिमिरे नुवाकोट विद्युत नगरपालिका वडा नम्बर 5 साली उच्च माध्यमिक तहमा विगत 10 वर्षदेखि कार्यरत छौँ। हामी 25 दिनदेखि सडकमा सँगै शिक्षा ऐन जारी हुनुपर्छ र तमाम शिक्षा प्रणालीमा परिमार्जन र शिक्षकका समस्या समाधान हुनुपर्छ भनेर सडकमा छौँ। सडक सँगसँगै हामी सरकारसँग वार्ताको क्रममा पनि छौँ र आज बिहान भर्खर हामी शिक्षा मन्त्रालय हाम्रो महासङ्घको टिम वार्तामा बसेको थियो र वार्तामा हामीले चाहिँ कुनै नयाँ एजेन्डा माग राखेका छैनौँ। विगतमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन गर्दै अग्रगामी वैज्ञानिक शिक्षक विद्यार्थी मैत्री चाहिँ शिक्षा ऐन जारी गर्नुपर्छ भनेर हामी सडक आन्दोलनमा छौँ र पक्कै पनि अब संसद सुचारू भएको छ। अर्कै अधिवेशनसम्म हामीले सोचेका छौँ अब त्यो शिक्षा ऐनलाई चाहिँ सरकारले फास्ट ट्र्याकबाट ल्याउने भनिरहेको छ र पक्कै पनि यो वार्ता र हाम्रो यो सडक आन्दोलन सँगसँगै चल्दै गर्दा त्यो संसदबाट नै हामी शिक्षा ऐन आउँछ भन्ने चाहिँ शिक्षकहरू भएको छ।